सो हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग होइन। अहिले चाहिँ खाना खाएर भर्खर म आराम गर्दै थिएँ यहाँ ओछ्यानमा होइन। यसरी आराम गरेर चाहिँ सुतिरहेको थिएँ। अनि यसो सोचेँ भ्लग बनाइदिउँ भनेर यसो भ्लग बनाउँदैछु होइन। आज शनिबार, आज शनिबार स्कुल बिदा छ, भोलि पनि बिदा छ स्कुल, भोलि आइतबार पनि स्कुल बिदा छ नि त। अहिलेको समय भने के भन्दाखेरि अब शुक्रबार पहिले पुरै पढाइ हुन्थ्यो, अहिले हाफ मात्रै पढाइ हुन्छ शुक्रबार र मौसमथामा है। अनि शनिबार स्कुल बिदा भएको, अनि अहिले भनेको आइतबार पनि स्कुल बिदा छ क्या। त्यही कारण यसो भ्लग बनाउँदैछु, हेर्नुहोस् फुल ल। सोध्छु फेरि आज घरमै छु म, अहिले भनेको 10 बजेर 18 मिनट गइरहेको छ है। अनि भोलि आइतबार स्कुल बिदा छ, अनि शनिबार र आइतबार स्कुल बिदा भइरहेको छ है। अब के हो भन्दाखेरि नि यस्तै हो अहिले, के हो पनि पहिले त अब शुक्रबार पहिले 1 बजे 1:30 तिर बिदा हुन्थ्यो, अहिले त पुरै घन्टा पढाइ हुन्छ है। अनि कपाल काटेको होइन, यस्तो नराम्रो देखिएछ क्या, हेर्नु न यस्तो नराम्रो देखिएछ कपाल काटेको है। स्कुलमा अब सरहरूले कपाल काट्नु भन्नुभयो होइन, त्यही कारणले कपाल सबै काटिदिएको। अब टाउको कस्तो नराम्रो देखिएछ, जस्तो नराम्रो देखे पनि होइन, जस्तो देखे पनि के गर्नु त अब होइन। अनि अहिले आराम गरिरहेको छु म चाहिँ। भोलि आइतबार स्कुल बिदा छ, भोलि नयाँ तयारी गर्छु। आज शनिबार चाहिँ टक्क बस्ने हो, आराम गर्ने हो, काम गर्ने हो, त्यही हो। अनि फेरि सोमबारदेखि स्कुल जानु छ है। अहिले भनेको समयमा चाहिँ के छ भन्दाखेरि नि पानी, अहिले पानी पऱ्यो बिहान एकछिन, बिहान पानी त परेन, एकछिन दिन चाहिँ धुम्म भयो। अनि आज चाहिँ 4 बजे 4:30 बजे उठेर रनिङ गरेको, कसरत गरेँ रनिङ गरेँ, मतलब अब मर्निङ वाक गरौँ न बिहानको होइन। त्यो छ मेरो बानी साथीहरू होइन, टक्क लाएर अब यस्तो चाहिँ उडेर आउँछ कि कानमा, यस्तो पस्छ क्या, भित्र पस्नु जुजु गर्छ क्या, साह्रै नराम्रो क्या। टक्क लाएर सुति नै रहेको छु म, सुतिरहेको भन्दा पनि उल्टो सुतिरहेको छु। यो चाहिँ मेरो कोठा हो, हेर्नु सक्नुहुनेछ मेरो कोठा यस्तो छ है साथीहरू। कोठा हेर्नु सक्नुहुनेछ हजुरहरूले, हेर्नुहोस् त कोठा यस्तो छ। यहाँ चाहिँ गोथाले गुड लगाएको छ है, यहाँ क्यापमा त्यो बत्ती, यहाँनिर बत्तीनिर क्या गोथाले गुड लगाएको छ। कत्रो बच्चा हुर्केछ क्या, कत्रो 4टा बच्चा छ है। बेलुका 4 बजे नै केचाङ कराएको गर्छ, आमा यति उठ्छ क्या, उठ्छ ढोका खोलिदियो भने जाँदैन। फेरि 4 बजेदेखि चाहिँ कराउनु थाल्छ बेलुकाको, अनि मलाई बिन्जाउँछ। तर राम्रै हो, मेरो आदर राम्रो हो नि त। म 4 बजे उठ्ने बानी छ नि त, अहिले त 4 बजे उठ्छु, बिन्जिन्छु चाहिँ, उठी चाहिँ हाल्दिनँ, बिन्जिन्छु। अनि एकछिन बस्छु, लुगाहरू लगाउँछु, अनि फेरि मर्निङ वाकमा जान्छु भनौँ न। खासै बोल्नु आउँदैन मलाई त। अनि त्यही हो साथीहरू। गौथली हेर न, गौथली यो गौथली चाहिँ उपिया पनि लगाउँछ कि, उपिया कम्ती हुन्छ हो, 2टा मैले चाहिँ अगाडिको क्यामेरा र भिडियो बनाउँछु। यहाँ क्यामेरा छ, यता पछाडि छ, यता पछाडि यता अगाडि। स्पिकर राम्रो बज्छ, देखाएको चाहिँ होइन। यस्तो स्पिकर कतिकोमा हुन्छ नि होइन, मेरो मात्र कहाँ हुन्छ र, मान्छेहरूको कति छ नि। तर यो धेरै पुरानो भइसक्यो, यो धेरै पुरानो भइसकेको छ।
धेरै पुरानो भन्दा पनि 3-4 वर्ष चाहिँ भयो। 4 वर्ष ती भइसक्यो लिएको। 4 वर्ष भयो कन्फर्म यसको डिभाइस पुरै बिग्रिसक्यो भन्दा हुन्छ अब। खासै ठिक बज्दैन। राम्रो त राम्रै बज्छ तर अलिकति यो पुरानो भनौँ न होइन। पुरानो भएपछि अब मान्छे पनि बुढो भएपछि अलिकति हिँड्न सक्दैन त्यस्तो उयो पनि बुढो भयो अब। स्ट्यान्ड छ, टिभी छ, टिभी माथि क्यारेटमा अन्डा छ, यता झ्याल छ, यता झ्याल छ, यता म छु, यता चाहिँ यस्तो छ। के नखाएको ए यार यहाँ हेर्न न यहाँ हेर्न त जसरी बनाउँछ मम्मी आएर अनि फेरि भिजेको छ जिन्दगी अनि साथीभाइ होइन मैले चाहिँ भिडियो बनाउनु थालेको ब्लग बनाउनु थालेको जम्मा 1 वर्ष भयो। कहिले भन्दाखेरि अस्ति नै पुसमा 1 वर्ष भयो भनौँ न होइन। पुसदेखि बनाउनु थालेको 1 वर्ष भयो। 1 वर्षमा चेन्ज त केही पनि भएको छैन होइन। 1 वर्षै भयो कि कति वर्ष भयो? 1 वर्ष भयो कि 2 वर्ष भयो? 2 वर्ष चाहिँ भयो होला सायद। 2 वर्ष भयो होला कि कति वर्ष भयो थाहा भएन, मैले बिर्सेँ यार। कति वर्ष भयो थाहा भएन, मैले बिर्सेँ होइन। अब जतिसुकै भए पनि तर धेरै वर्ष लाग्यो मलाई होइन। खासै अहिले कन्टेन्टहरू ठिकै भएको छैन, खासै ठिक त लागेको छैन। अलिकति भाइरल खासै केही भएको छैन। त्यही फेसबुकको राम्रो भनेको, युट्युब खासै राम्रो भएको छैन। युट्युबमा अलिअलि जान्छ होइन, अनि टिकटकमा अलिअलि जान्छ, इन्स्टाग्राम खासै ठिकै छ हौ, त्यति साह्रो छैन। अनि अहिले चाहिँ म 10मा पढ्दैछु। 10मा पढ्दैछु तर के गर्नु, जिन्दगी यस्तै छ। एक्लोपन हो कि एक्लैपन। हामी एक्लोपन हो नि त, हामी एक्लै भए पनि मतलब छैन। यस्तो हो क्या, मान्छेहरू एक्लै भयो भने डराउँछ होइन, साथी खोज्छन्। तर एक्लै हुँदा पनि नडराउनु क्या, आफ्नो लक्ष्य पुरा गरिराख्नु, जितिन्छ एकदम, सफल भइन्छ। आफ्नो लक्ष्यमा फोकस गर्नुहोस् क्या, जब गर्नुहोस्, पैसा कमाउनुहोस् होइन, त्यही हो। ल हातकलो म धेरै भिडियो बनाउँदिनँ अब। म धेरै नै मैले भिडियो बनाएँ, बाई बाई भनेर भन्दिनँ। ल गाइस होइन, अहिले चाहिँ नुहाएर आएको है, यसो घाम ताप्दैछु तक्कलबाट। कस्तो ठाडो पऱ्यो कपाल पनि। नुहाएर आएको नि त, अनि बेस सुक्दैछ अनि यसो आराम गर्दैछु। म आराम मात्रै भन्नु आउँछ, घाम ताप्दैछु है। घाम गयो भने जाडो भइहाल्छ, त्यही कारण यसो छानामा बसेको तात्तिएको ठाउँमा छ है, टिन पुरा तात्तिरहेको छ। त्यही कारण तातोमा यसो नुहाएर होइन, सबै जिउ नुहाएको होइन, टाउको नुहाइदिएको। हड्डी म त जिउ म नि के हो, यो के हो, हड्डी नै हड्डी। पानी फेरि पर्छ जस्तो लाग्यो मलाई, शङ्का लाग्दाखेरि।